गाइस अहिले किनभने तपाईहरुलाई मैले यसरी प्रश्न पार्दैछु कि र अहिले नेपालमा आत्महत्या गर्नेको धेरै बढिरहेको छ र अहिलेको यस्तो दुई तिहाईको सरकार छ र दुई तिहाईको सरकार छ नयाँ सरकार नयाँ युवा भइसकेपछि पनि यसरी आत्महत्या गर्नेको बढिरहेको छ र कसैले आफ्नो शरीरमा पेट्रोल छर्केर मृत्यु गरेका छन् भने कसैले आफ्नो शरीरमा पेट्रोल छर्किँदै छन् र यो घटना कहिलेसम्म रोक्ने कसरी रोक्ने भन्ने यो सरकारको कुनै पनि चासो नआएको यो लकविता पीडित भइसकेपछि आफ्ना धारणा राख्दा मुद्दा राख्दा पनि कुनै सरकारले चासो नदेखेपछि युवाहरूले आफ्नो ज्यान आफै फालेका छन् र यसलाई सुझाव दिनु चाहनु साथीले यसलाई सक्दो भिडियोलाई शेयर गर्नु होला नयाँ साथीहरु हुन्छ फलो गर्नु होला यस्ता कुरा तपाईहरुको सामने मैले लिएर आउँछु र यो भन्दा पहिलाको सरकारले पनि कुनै चासो नदेखेपछि कुनै पनि यसरी मृत्यु गरेका थिए भने अहिलेको झन् दुई तिहाईको सरकारले पनि यसरी गर्दा पनि कुनै किनसरी युवाहरूले आफ्नो ज्यान फालेका छन् र यस्तो किन भइरहेको छ तत्काल यो सरकारले यसलाई कार्यान्वयन गर्नुपर्छ र यसलाई मुद्दाहरू जनताको मुद्दाहरू गरिबीको मुद्दाहरू छिटो भन्दा छिटो पारित गर्नुपर्छ र टुङ्गाइदिनुपर्छ भन्ने साथीहरूले सक्दो भिडियो पनि शेयर गर्नु होला फेरि पनि तपाईहरुको सामने मैले यस्ता कुराहरू लिएर आउने छु बाइ।